फिनिसिङले 2 गोल हान्यो अनि मोडलिङले 1 गोल हान्यो। ल मोडलिङको 1 गोल फिनिसिङको 2 गोल साथै खेलाडी चाहिँ फेरि एउटै हो है। सो आज धेरै दिनपछि म चाहिँ फुटबल ग्राउन्डमा आएको छु। सबैले लाइक सेयर गर्नु होला हैन, सपोर्ट गर्नु होला। हाम्रो एउटा खेलाडी लडेको अवस्था छ। देऊ देऊ छिरो छिरिसक्यो ओइ यति धक्का लाग्यो सोबिन सुभाष आन्यो मान्छे हेर्नु दाजु ल ल ल ल सोबिन भाइले लग्यो अब बडो 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 फिनिसिङले हान्यो 2 गोल। मोडलिङले 1 त्यतैको हान्दैछ। दर्शकले खोइ त हुटिङ हान्नु पर्यो नि यार। छिरो दियो ल्याए ल्याए बढाए। गाइज फिनिसिङले भर्खर 1 गोल थपेर 3 गोल र मोडलिङको चाहिँ 1 हैन 1 3 vs 1 भएको छ। मोडलिङ फिनिसिङ रोक्नुपर्छ है, रोक्नुपर्छ धेरै छैन। दाइ पनि कडा खेल्नुहुन्छ नि बुढो हो नि, खेलाडी रहेछ नि दाइ, पहिलाको खेलाडी हो नि। गोल यार पुनः मोडलिङले 1 गोल थपेर 2 गोल vs फिनिसिङको 3 गोल भएछ। लायो दियो दियो गेसिङ गयो। खेलको अन्तिममा छौँ। खेलाडीहरू एकदम जङ्गी रूपमा छ हैन, सबको एनर्जी आइरहेछ अहिले। गेमको चाहिँ हामी अन्तिममा समयमा आइसकेको छौँ। ल अब हामीसँग 10 मिनट हैन थपेको टाइम 10 मिनट छ। ल रोमनजीले भेट्यो बल, गोल लाउने धेरै राम्रो चान्स छ। लग्यो 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 सबिन भाइको हाम्रो मेसीको। ओहो राजुले सेभ गर्यो, हाम्रो राजु बोले सेभ गर्यो। त्यसपछि आयो हाम्रो सुरेशजीसँग बल। ल ल ल ल ल दामी सुट। करोडौँको सङ्ख्यामा जम्मा दर्शकहरू छन्। यो ल ल हाम्रो दाजुले फेला पार्नु भएछ बल। दाजु चाहिँ रेफ्री। ल दियो दियो सबिन भाइले निकाल्यो दामी। ल ल ल ल सेभ दामी सेभ गर्यो। तर खेल चाहिँ जारी छ, प्रतिस्पर्धा भइरहेछ दामी आज। गोल गाइज अन्तिम क्षणमा आएर चाहिँ मोडलिङले 1 गोल थपेर 3 vs 3 फिनिसिङ 3 मोडलिङ 3 हुन सफल भएको छ हैन। खेल चाहिँ बराबरमा गइसकेछ। पहिलो टी सर्ट लाउने चाहिँ हाम्रो आदित्यजी मोटो हुनुहुन्छ तर एकदमै एक्टिभ पर्सन भनेर चिनिन्छ। दियो 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 ल दियो 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 राजुजीले दियो। किपर दामीले सेभ गर्यो। राम्रो चान्स दामी बढ्यो। गोल बढ्यो। गोल फल हुन सफल भएछ।
हजुर 3-3 भएर पेनल्टीमा पुगेछ। अब पेनल्टी हेर्न बाँकी छ। सो गाइज अब हेरौँ है त गेम। अब हेरौँ है त गेम, अन्तिमसम्म हेर्दै गर्नु होला। सो फेरि 10 मिनट थपेर पुनः गेम सुरु भइसकेको छ। अब यहाँ खेलाडीहरूको होइन एनर्जी एकदम छ। सो त्यसमा अब घाम पनि एकदम लागेको छ, आज गर्मी पनि बढ्दैछ होइन, तर पनि खेलाडीहरू चाहिँ खेल छोडिरहेको छैन। टाइम थपेर भए पनि गेमको इन्डिङ चाहिँ गर्नेछ, तर गेमको इन्डिङ कस्तो हुन्छ थाहा नै छैन है। ठिक छ नि, यहाँ हाम्रो दाजु रेफ्री हुनुहुन्छ, बल्ल चाहिँ एम्पायर। ल हाम्रो रमेशजीले दियो सुट। रमनजीले पाउनुभयो, बढ्यो, बढायो, अगाडि गयो, बल गयो, राम्रो गोल हान्ने चान्स छ एलिजीको पासमा। ल आयो, यो हाम्रो प्रेम हुनुहुन्छ। ल मेसीले राम्रो पास निकाल्नु भएको छ। पोस्ट एटेम्प राम्रो रोक्न सफल हुनुभएको छ। ल फर्कायो, गोल आयो माथिल्लो पोस्टतिर। रमेशजीले बिचमा रोक्यो। ल दामी सुट, दामी सुट हानेछ। बढायो, दामी पास निस्क्यो, दामी रोमनजीको पासमा बल। किपर चेन्ज, एक गोल थपेर 4 गोल र मोडलिङको 3 गोल भएसँगै अहिले 10 मिनटको खेलमा चाहिँ 10 मिनट पुनः सकिएकोले फेरि पोस्ट चेन्जको नियम थियो होइन, पोस्ट चेन्ज गरेर दुई साइडबाट पुनः खेल सुरु भइसकेको छ है गाइज। किपर एकदम च्याम्पियन आउनुभएको छ। ल फिनिसिङ गरेको गोल हान्ने राम्रो चान्स छ, आउट भइसकेको छ। बढ्यो, लग्यो गोल। आउट, दामी ल्यायो फेरि। ल एलिसजीको राम्रो चान्स, अर्को आउट। 5 vs 3 सकिएछ। आजको मोडलिङ प्लस फिनिसिङको गेममा चाहिँ सब गोर्खेहरूको गेम हो होइन। यो गोर्खेहरूले चाहिँ कडा हान्छ नि बल, थाहा छ नि। 5 vs 3 को गोलले जित र पराजित भइसकेछ। यता गोर्खेगडाहरू लागिसके होइन। त्यसपछि आजको विजेताहरूले चाहिँ फिनिसिङको टिम भएको छ है। कोही यताको भिरबाट जाँदैछन्, कोही यताको भिरबाट।